Game start. Okay, you can do it. अनि सुरु भयो गेम Just try. यहाँ छ ल अब हामी सेलेक्ट गर्ने ल ल ओके Blue. ल मेरो भयो है? मेरो भयो ल ल 1 2 3 भयो तिम्रो तिम्रो पहिला देखाउ पहिला सबैले 1 2 3 भनिरहनु राख्ने हो के 1 2 3 यो चाहिँ होइन मैले किन रुमाल दिएको भने अमेरिका म्यानेजरले करौदा चित्त दुखेर आएको हुन्छ त्यसको लागि पुछ्ने मैले सबै एउटै क्याटेगोरीको भयो भनेर क्याटेगोरी फरक पार्न ल्याएको हेर म सुगर खादिन ल सरी लो थ्यांक यू ल अब अर्को कलर ल, बिन पक्र ल तिम्रो पार्ला ल है ल्याभेन्डर ओके ल्याभेन्डर एकछिन हो मैले तिम्रो क्याटेगोरी ल एकछिन त मेरो हराइ सबै टिप्पी टिप्पी दियो कहाँ लाग्यो मैले ल मेरो नि हाल्छु ल कहाँ गयो ल 1 2 3 ये मेरो चाहिँ तिमीले दिएको भने हैन टक्क ल्याभेन्डर स्मेल गर्दै टोयलेट गर्ने गुड बनाउँदैन मैले चाहिँ खास होइन पिच कलरको भेटाउनु भनेको होइन मैले होला भन्छु नि पिच कलरको चाहिँ देखेँ मैले भेटाएँ भनेर गएको भरे एउटा मात्र रहेछ कि अनि ल्याभेन्डर दुईटा रहेछ त्यही भएर चाहिँ मैले ल्याएँ थ्यांक यू थ्यांक यू मैले के सोच्नु नभएर ल बच्चा जस्तै थ्याङ्क यू हामी पछि त ल अब म है ओरेन्ज ओरेन्ज यस ओरेन्ज कलरको ए ल मेरो भयो है ओरेन्ज ओरेन्ज कहाँ गयो ला भेटाइन एउटा भेटाइ कहाँ गयो झोला सानो भएपछि मेरो ल भेटा 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 ल है ल 1 2 3 मलाई मैले ओरेन्ज ल्याउनु पर्ने सोचिरहेको थिएँ कि अब 4 महिना छ त्यो भएर स्टेप चुज ल थ्याङ्क यू ल वेलकम ल अब चाहिँ पुष्पाको पालो होइन ल कुन कलर गर्नु त ओरेन्ज ल्याइदिएछ ब्राउन 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 ल ब्राउन मेरो के थियो ब्राउन ए यस मेरो त एउटा मात्रै भेटाएँ मैले ल मेरो सब एउटै क्याटेगोरीमा फरक चाहिँ त्यही अरेन्ज मात्र एउटै थियो ल 1 2 3 फेरि मैले डिफ्रेन्ट क्याटेगोरी गर्न लाग्यो डिरेक्ट त ब्राउन भयो नि ब्राउन होइन ब्राउन अदुवा मेरो ठिक हो थ्याङ्क यू तिम्रो दुईजनाको पेट ब्लोट भइरहेको छ अनि यसले चाहिँ जस्ट क्लियर गर्छ क्या राम्रो थ्याङ्क यू ल हाम्रो पालो होइन म चाहिँ डिलिट कलरहरू गर्छ भनेर होइन त्यो ब्राउन कहाँ बेज हो अनि मैले पिच कलरको गर्दाको कोरल भनेर छोडेर आएको छु मैले च्याट जिपीलाई सोधेर ल्याएको मैले अझ सानो कि इज दिस पिच कलर भन्दै पठाएको ग्रे ल ग्रे पहिला ग्रेको के थियो मेरो ल मैले भेटाएँ ग्रे खै मलाई थाहै छैन ग्रेको के थियो भनेर ए मलाई याद आयो ल मेरो भयो है ल मेरो ल है ल भाइ भेटा ल 1 2 3 मैले पानी गर्नको लागि है यो यो मसला राख्नु तिमीहरूलाई ओके ल थ्याङ्क यू वेलकम वेलकम ल गार्ड्स ब्यागको काम लाग्छ धन्यवाद ल मेरो है हजुरको ल येलो ओके यो चाहिँ मेरो चाहिँ होइन तिमीलाई एकदम मनपर्छ ल एकदम 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 मनपर्छ सुनिरहेको थिएँ मैले चाहिँ नि त्यो खास अर्कै ल्याउँछु भन्थेँ होइन झुकेर यो ल्याइछु एकदम मनपर्छ तर अगाडि alright अब त अर्थ पर्दैन बत्ती बालेर खेल्छ रिफ्लेक्सन एउटा अहिले झुलाको रिफ्लेक्सन हो नि ल हो हैन ल ल हुन्छ एउटा है भेटौँ है नि भेटा भेटा पछि लास्टमा ल निस्किन्छ ल 1 2 3 मनपर्छ यो चाहिँ होइन सेलेक्ट आएन भनेर बस्ने होइन पैसा भएको च्याटेको पैसाहरू टालेर खर्च चलाउने एकदम काम लाग्नु ल, thank you, thank you. पैसा मात्र खोज्छ बाँकी भयो त्यो च्याटिङ हुन्छ नि कहाँ भेट्नु जाने सन्तति पुष्पा होइन मरुन मरुन यो त मेरो त यो चाहिँ मलाई चाहिँ गाली गरेर पाउनु ल मलाई मरुन हो कि थाहा छैन मैले अनुसा बहिनीसँग कन्फर्म गराएर लिएको यो त मेरो यस्तो थर्टफुल गिफ्ट हो मेरो चाहिँ थर्ड तर यस्तो ब्युटिफुल छ क्युट छ त्यो मान्छेले झन् आँट देख्दैन जस्तो नहुन्छ मलाई चाहिँ छैन ल देखेछु 1 2 3 भाइ पठाइदिएको छ होला अब सामानहरू मरुन रहेछ नि त कलर है अहिले योसँग पनि मरुन देख्नु भाइ पठाइदिएको छ होला ल थ्याङ्क यू यो भएर फुल लाएर जाने ल स्काई गर्दाखेरि क्युट दिस वान इज क्युट ल मेरो पालो यसो है राम्ला मै मात्र रेड ल मैले गाडी चाहिँ ल ठिक छ है यो त नि तिमीहरूले नि म तिमीहरूलाई नि यो त मेरो मुटु काटेर दिएको रेडै बनाएर दियो क्या रेड मुटु काटेर 1 2 3 टाडा बनाएको हो थ्याङ्क
रेड हो मैले भर्खर गरेको होला ल चट्टम त गयो राम्रो कति छ यहाँ त छिटो बेज बेज यसको चाहिँ बिहान त उ छ है बीच कलर के दिल्ली सन्धिता दिदीले कलर सेलेक्ट गरेको होइन अनि बीच कलर कस्तो होइन दिदीले पुरा प्यान्ट चालेर के ल हेर सेमै त्यो मेरो खुट्टा जसरी होइन भाटपट्टि नि गएको है म त के अरे सन्धिता दिदीको खुट्टै बेच्न राखेको सोचेको क्या मैले ल साँच्ची ल ल है 1 2 3 सन्धिता दिदीको खुट्टा दिदीको खुट्टा अब नयाँ ड्रेस किन्नु पर्छ थ्याङ्क यू ल अब ए तपाईँ जानु भएको पनि मै मात्र रिसाइन्छ पर्पल 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 के तिमी ल मेरो भयो नि पर्पल पर्पल के तिमी ए ल है यो चाहिँ एकदम फनी बनाउन मात्र किनेको है 1 2 3 यो छैन तिम्रो Girly stuff तिम्रो बनाऊ। बडी सेन्सिटाइज गरेको छैन होला म्याग्नेटिक बट गर्ली कलरमा के ल ल थ्याङ्क यू मैले त टुथ ब्रसै सोचिरहेको थिएँ नलाइज ल सेन्सिटाइज सोचेको थियो मेरो पालो होइन मै हो तिम्रो तिम्रो छ जसको यति बेला ब्ल्याक ए यो चाहिँ कमन छ ल ल यो चाहिँ कमन रहेछ एउटै दोकानमा सब किनेर मैले चाहिँ गर्ल्स दुईटा कलर मात्र भएको म चाहिँ ल 1 2 3 यो भित्र छ न यो टिका। ओए, टिका टिका कसैलाई आँखा नलागोस् थ्याङ्क यू थ्याङ्क यू फुकालेर हेरौँ न धन्यवाद क्याट एन्ड डग ल धन्यवाद ल यो हराउँछ जस्तो लाग्यो ल यहाँ भित्र नेपाल ग्रीन ल ग्रीन चाहिँ के ओ नाइस नाइस वान यसो एउटा कलर छैन अझै अझै कलर छैन हराएछ है लास्टमा चाहिँ कलर बाँकी छ 1 2 3 यो कलर चाहिँ मलाई अनसाइड कन्फर्म गरेर है डस्ट प्यान्ट भनेर ल्याएको त चामल निकालिरहेछ तिमीलाई कस्तो हुन्छ कस्तो हुन्छ हैन फाइबरको लागि हो क्या ल धन्यवाद त्यो होइन तर यो होइन यो तर त्यो युज हुन्छ क्या यो अलिक छोटो हुन्छ ल बिन्दु नाइस ल मैले गरेँ यो पुष्पा भाइ एउटा कलर कुन चाहिँ लास्ट छ? टाइम हराएछ है सिल्भर ल सिल्भर ल सिल्भरको चाहिँ मलाई जुत्ता सन्धिता दिन्छ जुत्ता जस्तो लाग्यो पिच छैन व्हाइट छैन व्हाइट त कलरै भने छैन तिमीले एक्स्ट्रा किन्यो दिनले व्हाइट र पिङ्क नराखेको हो ल छिटो मैले व्हाइट राम्रो देखेँ त है ल भयो तिम्रो सिल्भर एक निकाल्दै छु एक्स्ट्रा लिएछ व्हाइट खोज्दै लागि 1 2 3 देखेन मेरो मैले स्टिल किन्छु सन्धिताको दिदी हो अनि मैले दुई सेट चाहिँ यो भने स्टुडियो जस्तो दामी छ कि त्यो रुद्दै जुठा गर्छ हो मलाई पनि ल्याउनु मन थियो कि मैले नि दामी छ यो यो कस्तो थ्याङ्क यू एउटा चाहिएको थियो थ्याङ्क यू मलाई चाहियो एक्स्ट्रा ए मलाई चाहियो थियो र्यान्डम ल्यास भनेको भन्दा र्यान्डम किनेको चाहियो ल रहेछ लास्ट हामी पिस गयो एन्ड पिच सिल्भर है हो क्या पिच है लास्ट एउटा है राइट 1 2 3 यो पिच हो कि होइन मलाई थाहा छैन मलाई चाहिँ कोरल क्यान्डल किन्दाखेरि च्याट जिपीटी गरेको कोरल भनेर पिच हो यो पिच होइन पिच हो यो पिच हो, पिच, पिच। आफूले चाहिँ पिच ल्याएको छ है ल ल थ्याङ्क यू थ्याङ्क यू ल भाइ पनि निकाल्यो नि त ल व्हाइट ल पनि ल तिमीहरूलाई यो लो भाइब्रेट सपिङ गर्दाखेरि पैसा नभएर ओ भएको थ्याङ्क यू यो कस्तो वाइट भयो गोल्डन भयो त बोल्न भाइ छ नि दिदी ल धन्यवाद ल अब मसँग अझै छ ल एकछिन के छ मेरो छैन व्हाइट कसरी एक्स्ट्रा देखेँ मैले मैले चाहिँ नि होइन यो चाहिँ एकदम बाना हो है सन्धितालाई गिफ्ट गर्ने होइन सो सन्धिताको गिफ्टको लागि आई स्याडो तिम्रो लागि चाहिँ तिम्रो मस्कारा सकियो भनेर मस्कारा थ्याङ्क यू ल हेर्नु न मैले चाहिँ खासमा पिची टोन खोज्न थिएँ कि हजुर फर्स्ट टाइम मिस गर्नु आएको नि त अनि हजुर अलिक लाउड हुन्छ हजुरले स्योर लगाउँदैन भएर मैले ब्राउन सेडमा हेरेको छु तिम्रो चाहिँ हेरेँ होइन यसको चाहिँ लेन्थ र भोल्युम थियो तिम्रो चाहिँ दुइटै राम्रो छ के गर्ने भने हेरेँ मैले थ्याङ्क यू मेकअप पनि आउँदैन ल हाम्रो क्यामेराम्यानहरूलाई पनि थ्याङ्क यू यसै मेकअपको ब्रस राख्ने ल ल ल मेकअपको ब्रस ब्रस पनि चाहियो ब्रस चाहिँ मैले भेटाइन सोचेको जस्तो सो यो ब्राउन कसरी लाउने अरे यो ब्राउन आइसक्यो ब्राउनकोमा चाहिँ म न्युड प्यालेट होला नि न्युड प्यालेट हजुरलाई ट्रायल प्याक हजुरको स्टार्टर प्याक ल यो चाहिँ टोनहरू हुन्छ अलिकति पिङ्किश न्युड चाहिँ हामीलाई लाउड लाउड हुन्छ जस्तो लाग्यो कि दिदी सो मैले यो मैले अहिले ट्राई गर्छु राम्रो छ ल थ्याङ्क यू ल हाम्रो गिफ्ट चाहिँ यत्रो भयो है यत्रो भयो ल म सबै साइडमा राखेछु ल मैले देख्छु होला मलाई आयो जाने ल ए नाइस यसमा त अटाउँदै नि अटाउँदैन ल